नमस्कार अनि शुभ बिहानी सबैजनालाई। आज म यो क्योतोको आरासियामा आएको छु। यो ठाउँ हाम्रो पोखराको फेवाताल जस्तै नै रमणीय अनि एकदमै शान्त ठाउँ हो है। यहाँ घुमेर चाहिँ मनलाई एकदमै शिथिल अनि शान्त पुर्याउनलाई एकदमै मद्दत गर्दछ। बिहान बिहान भए पनि यहाँ पर्यटकहरूको निकै नै घुइँचो हुँदो रहेछ। शिथिल अनि मनलाई शान्त बनाउँदै म पनि चिसो हावा लिएर के रहेछ त भन्ने उत्सुकताका साथ घुम्दैछु। अगाडिपट्टि चाहिँ पहाड पनि रहेको रहेछ। यहाँ यो देख्दा चाहिँ मनलाई निकै नै शान्त अनुभूति हुने रहेछ। मौसम एकदमै चिसो छ अनि घाम पनि लागिरहेको छ, तर पनि यहाँको मौसमले चिसोपन अनि थकान सबै नै